के नेतृत्व गर्नु होला र सर? म एउटा उदाहरण दिन्छु। कमल थापा राजा ल्याउनुपर्छ राजा ल्याउनुपर्छ राजा ल्याउनुपर्छ भन्नुहुन्थ्यो, उपप्रधान तथा संघीय मामिला मन्त्री बन्नुभयो। उहाँको राजनीति नै फेरि झन्नै झन्नै धरातलमै छ। राजेन्द्र लिङ्गदेनलाई त्यस्तो गजबले चाहिँ एउटा माहौल क्रिएट भएको थियो। अब युवा आयो भनेका थिए, गणतन्त्र नेपालको उपप्रधानमन्त्री र ऊर्जा मन्त्री यति समय हुन जानुभयो चट्ट। अब रविन्द्र मिश्र, एकछिनलाई हेरौँ है, तपाईहरुको पार्टीभित्रकै कुरा। रविन्द्र मिश्र धेरैमा त तपाईको टेस्ट भएको छैन, तर तपाईलाई यसो हेर्यो भनेदेखि पत्रकारिता छोडेर आएको, अस्ति साझा पार्टी, विवेकशील पार्टी, अर्को पार्टी, राप्रपा पार्टी, ढिरै छैन, स्थिरै छैन। औंसीमा एउटा पार्टीमा भएको, पूर्णिमामा अर्को पार्टी भयो, औंसीमा एउटा विचार थियो, पूर्णिमामा अर्को विचार भयो। तपाई 1 वर्षपछि फेरि यो राज संस्था चाहिँदैन भन्ने खतरा पनि त छ नि तपाईबाट। तपाई अस्थिर नेता हो। कुन दिन राप्रपामै तपाईको राजेन्द्र लिङ्गदेनसँग मिल्दैन, अस्ति अलिअलि हल्ला त आइ नै सक्यो। यद्यपि हल्लाको आधारमा प्रश्न मात्रै नसोधेको तपाईलाई। सोध्नुहोस् न बाबा, सोध्नुहोस्। नसोधेको सोध्न बाँकी नै के छ र? सबै सोध्न बाँकी नै के छ र? सबै सोध्नुहोस् न। राजेन्द्र लिङ्गदेन चाहिँ भोलि कुन दिन तपाईको कुरा मिल्दैन र यो राप्रपाबाट नहुने रहेछ, अब यो राजेन्द्र लिङ्गदेनबाट पनि नहुने रहेछ भन्ने आउँछ कि भनेर